तपाईले हेर्नु सक्नुहुन्छ। यहाँनिर भन्दछ है, यहाँनिर कति मजाले भनेका पाउँछौँ है, परमेश्वरको अनुहार, परमेश्वरको करुणाको प्रशंसा गर्नु है। आज हाम्रो जीवनमा परमेश्वरले कति महान महान काम गर्नु भएको छ हैन। आज हामी त्यो समयमा मूर्ख थियौँ, हामी है अटेरी थियौँ, हामी बरालेर हिँडेको थियौँ, तर यहाँनिर केले हामीलाई स्वतन्त्र पारेको छ, हामीले कसको प्रशंसा गर्दा हामीलाई त्यो ठाउँबाट निकालेको छ भन्दाखेरि यहाँनिर दाउदको भजनमा पाउँछौँ। दाउदलाई चाहिँ यो कुरा राम्ररी थाहा थिएछ है, राम्ररी थाहा थिएछ। यहाँ एक पदले भन्दछ, हे मेरो प्राण परमप्रभुको प्रशंसा गर, हे मेरो सारा अन्तरस्करण उहाँको पवित्र नाउँको स्तुति गर। हालेलुया। आज हामी बरालेको ठाउँबाट, आज हामी अटेरी ठाउँबाट परमेश्वरले उहाँको करुणाको कारणले हामीलाई यस ठाउँमा ल्याउनु भएको छ, यस ठाउँमा ल्याउनु भएको छ। हामीले पुरानो कुराहरू है हामीले बिर्सिनु पर्दछ, हामीले पुरानो स्वभावहरू बिर्सिनु पर्दछ, हामीले पुरानो गर्दै गर्दै आएको कुराहरू हामीले बिर्सिनु पर्दछ। अनि यहाँ दाउदले भने अनुसार है, अनि यहाँनिर मजाको के भनेको छ भने यहाँनिर 2 ले भन्दछ, हे मेरो प्राण परमप्रभुको प्रशंसा गर र उहाँको सबै उपकार नबिर्सी। हालेलुया। आज हाम्रो परमेश्वरको उपकार है आज हामी कहिले बिर्सिनु हुँदैन है, कहिले बिर्सिनु हुँदैन। उहाँले हामीलाई के गर्नु सिकाउनु भएको छ, हामीलाई दया गर्नु है, माया गर्नु है, उहाँलाई एक अर्कामा भलाइ गर्नु परमेश्वरको वचनले आज हामीलाई सिकाउँदछ। हालेलुया। हामीलाई सिकाउँदछ। अनि यहाँनिर मत्तीको पुस्तकमा पनि तपाईले हेर्नुभयो भने त्यहाँ पनि यस्तो अटिरी मानिसहरू थिए है, मानिसहरू थिए। तपाईहरूले त्यहाँ मत्तीको अहिले भरे फेरि हामी यहाँ भजन सङ्ग्रहमै हामी आउने छौँ। अनि यहाँ मत्तीको पुस्तकमा है, यहाँ मत्ती 15:8 मा पनि है यहाँनिर मान्छेहरू यस्तो यस्तो थिए है। अघि तीतसमा पनि त्यो समयमा मानिसहरू है, त्यो समयमा मूर्ख है, त्यो समयमा आज है मूर्ख मानिसहरू थिए। आज जसरी यहाँनिर पनि हामी पाउँछौँ कि यहाँनिर मत्ती 15:8 मा पाउँछौँ। यहाँनिर कसलाई भन्दैछ भने चाहिँ यहाँनिर फरेसी र सदुकीहरूलाई भनिरहेको पाउँछौँ है। तिनीहरू चाहिँ के गर्थेछ भन्दाखेरि यहाँनिर पाउँछौँ मत्ती 15:8 मा, यस जातिले मलाई ओठले मात्रै आदर गर्छ तर तिनीहरूको हृदय मोहबाट टाढा छ भन्दछ है। हालेलुया। यहाँनिर चाहिँ परमेश्वरले हृदयको कुरा गर्नु हुँदैछ है। परमेश्वरले कुनै यात्राको कुरा गर्नु भएको छैन है। परमेश्वरले यहाँदेखि है अमेरिकादेखि नेपाल पुग्ने यात्राको परमेश्वरले कुरा गर्नु भएको छैन। अनि यहाँ चाहिँ कस्तो थिएछ भन्दाखेरि यहाँ चाहिँ फरिसीहरूको हृदय र परमेश्वरको हृदयको कुरा गर्नु हुँदैछ। यहाँनिर फरिसीहरूको हृदय चाहिँ कस्तो थिएछ भनेदेखि चाहिँ यहाँनिर यो यिनीहरू फरिसीहरूले चाहिँ के गर्थेछ भनेदेखि उनीहरूले चाहिँ मुखले है ओठले मात्रै आदर गरेको है, आदर गर्थेछ तर यिनीहरूको हृदय भन्ने चाहिँ नि परमेश्वरदेखि है टाढा है, परमेश्वरदेखि टाढा भएको है हामी पाउँदछौँ। तर आज हामी धन्यका व्यक्तिहरू हौ। जसरी भजन सङ्ग्रहमा दाउदले भन्दछ, हे मेरो प्राण परमप्रभुको प्रशंसा गर। हालेलुया। जसरी है दाउदले भनेकै दाउदले कतै म बिर्सिन्छु कि कतै मेरो हृदय है यहाँनिर फरेसीहरू जस्तो कतै मेरो पनि हृदय परमेश्वरदेखि टाढा हुन्छ कि भन्ने कुरा दाउदलाई मजाले थाहा थिएछ। र अनि दाउदले भन्दछ, हे मेरो प्राण परमप्रभुको प्रशंसा गर, हे मेरो प्राण परमप्रभु के गर, प्रशंसा गर है। परमेश्वरको प्रशंसा चाहिँ गर्नुको लागि है हामी कहिले पनि थाक्नु हुँदैन। किनभने यहाँनिर है जसरी यहाँनिर फरेसी र है फरिसीहरूको हृदय चाहिँ परमेश्वरदेखि टाढा भएको छ नि है। आज परमेश्वरकोदेखि टाढा भएको छ। आज तपाईँ र म चाहिँ जहिले पनि हाम्रो हृदय चाहिँ के हुनु पर्दो रहेछ भने नि जब येशू ख्रीष्टको हृदय र नि हाम्रो हृदय चाहिँ जब कनेक्ट भइराख्छ भने र मात्रै हाम्रो परमेश्वरसँगको बातचित हुँदछ। हालेलुया। बातचित हुँदछ। हामी मुखले मात्रै आदर गर्छौँ भने नि हाम्रो हृदय चाहिँ टाढा हुन्छ भने नि परमेश्वर र हामी कहिले पनि नजदिक हुन सक्दैनौँ है। हामी त्यत्तिकै टाढेर जाँदछौँ। एउटा
सपोजको लागि तपाईँले यो बक्सलाई हेर्नुभयो अनि यो माइकलाई हेर्नुभयो। जब यो माइक र यो बक्सको है जब तार कनेक्ट हुन्छ नि र मात्रै यो माइकमा बोलेको बक्समा सुनिन्छ होइन। अनि बक्स छैन भने यो माइकमा बोल्दाखेरि हामी सुनिनु सक्दैनौँ। त्यस्तै जब तपाईँ अनि म पनि जब हामी पनि परमेश्वरसँग कनेक्ट हुन्छौँ भने चाहिँ नि आज परमेश्वर हामीसँग बोल्नुहुन्छ। हालेलुया। हामीसँग परमेश्वर राज गर्नुहुन्छ। जसरी हामीले है यो माइक र यो बक्सको कनेक्ट छैन भने हामी केही गर्न सक्दैनौँ। त्यसरी नै आज यो फरिसीहरूले चाहिँ ओठले मात्रै आदर गर्थेछ अन्त यिनीहरूको हृदय चाहिँ टाढा थिएछ है। अनि यहाँनिर 9ले भन्दछ तिमीहरू व्यर्थमा मेरो उपासना गर्दछन् तर तिनीहरूको शिक्षा मानिसहरूले सिकाएका वेदी मात्र हुन् है। यहाँनिर भन्दछ है आज तिनीहरूको हृदय चाहिँ कस्तो थिएछ भनेदेखि चाहिँ बित्थामै परमेश्वरलाई व्यर्थैमा परमेश्वरलाई तिनीहरूले के गरेको पाउँछौ। तिनीहरूले है तिनीहरूले चाहिँ व्यर्थैमा परमेश्वरको नाउँहरू लिएको मात्रै पाउँछौ। किनभने उनीहरूको हृदय चाहिँ परमेश्वरसँग कनेक्टै छैन है। उनीहरूले मुखले मात्रै आदर गरेको पाउँछौ। अनि यहाँनिर तिनीहरूले के गर्दैछ भने उनीहरूले चाहिँ नि मानिसले सिकाएको है वेदी जस्तो मात्रै है। आज हामी हेर्छौँ भने हामी कहिले पनि है हामी जन्मै क्रिस्चियन भएर हामी आएका थिएनौँ है। हाम्रो बाजे बोजूले कुन है केहरू मान्ने गर्दथे। उनीहरूले चाहिँ त्यो चाहिँ उद्धार पाउनुको लागि गरेको होइन। उनीहरूले चाहिँ एउटा वेदीको रूपमा है जस्तो बाजे बोजूले सिकाउँदै आएको थियो अनि नाता नातिनीहरूले पनि है त्यस्तै सिकाएको। उनीहरूले चाहिँ त्यो सिकाएको भरमा वेदीको रूपमा मात्रै है गरेको हामी पाउँछौँ। तर हाम्रो परमेश्वरले चाहनुहुन्छ हाम्रो परमेश्वर चाहिँ वेदीको रूपमा हुनुहुन्न। किनभने हाम्रो परमेश्वर चाहिँ जिउँदो परमेश्वर हुनुहुन्छ। उहाँले मात्रै हामीलाई अनन्त जीवन दिनुहुन्छ। हालेलुया हालेलुया। उहाँ मात्रै एक यस्तो मानिस हुनुहुन्छ उहाँले मात्रै है हामीलाई मृत्युबाट जीवित पार्नुहुन्छ। हालेलुया। हाम्रो शरीरलाई जीवित पार्नुहुन्न। हामी हो एक दिन हामी मरेर जान्छौँ तर उहाँले हाम्रो आत्मालाई कहिले पनि मृत्युमा परिणत गर्नु दिनुहुन्न। उहाँले हामीलाई मृत्युबाट है हामीलाई आत्मा चाहिँ हामीलाई उछाल्नु हुँदछ। हालेलुया। अनि यो फरिसीहरूले जस्तो है बेला बेला कतै हामी पनि है आज कति कुराको कारणले गर्दा कतै हामीले पनि हामी परमेश्वरदेखि है हामी टाढा भएका छौँ कि हाम्रो हृदय परमेश्वरसँगको है कनेक्ट छ कि छैन है। आज हामीले आफूले नै आफूलाई नै जाँच्न पर्दछ। हालेलुया। हामीलाई संसारको थोकले हामीलाई टाढा पुर्याउँदछ भाइ हामीलाई केही कुराले टाढा पुर्याउँदछ कि भनेर हामीले आफूले आफूलाई जाँच्नु पर्दछ। अनि परमेश्वरले भनेको अनुसार है यहाँनिर भजन सङ्ग्रहले भने जस्तै है। अनि यहाँनिर तपाईँ र अनि मैले पाउँछौँ यहाँ भजन सङ्ग्रहमा है यहाँनिर 3मा यस्तो पाउँछौँ हाम्रो परमेश्वर चाहिँ कति है महान करुणा योग्यको हुनुहुन्छ। यहाँनिर 3मा यस्तो पाउँछौँ जसले तेरा सबै पाप क्षमा गर्नुहुन्छ र तेरा सबै रोग निको पार्नुहुन्छ। हालेलुया। हाम्रो परमेश्वर चाहिँ यस्तो परमेश्वर हुनुहुन्छ। तर हामीले चाहिँ के गर्नु पर्यो हामीले चाहिँ आत्मा र सत्यतामा चाहिँ परमेश्वरको आराधना गर्नु पर्दछ। जब हामी परमेश्वरलाई आत्मा र सत्यतामा आराधना गर्छौँ भने उहाँको करुणालाई हामी प्रशंसा गर्छौँ भने चाहिँ यहाँनिर भन्दछ है तेरो सबै पापहरू के हुने रहेछ क्षमा हुने रहेछ अनि तेरा सबै रोगहरू हाम्रो परमेश्वरले निको पार्नुहुन्छ। हालेलुया। निको पार्नुहुन्छ हाम्रो परमेश्वरले। हाम्रो परमेश्वरको उपकारहरू हामी कहिले बिर्सिनु हुँदैन है। हाम्रो परमेश्वरले हाम्रो जीवनमा गर्नुभएको चङ्गाई छुटकारा स्वतन्त्र है जब हामी प्रशंसा गर्छौँ नि है जब हामी यहाँ प्रशंसा गर्छौँ प्रशंसामा चाहिँ यस्तो शक्ति छ कि प्रशंसाले चाहिँ बन्धन पनि तोडिन्दछ है। प्रशंसाले चाहिँ जुवाहरू पनि भाँचिन्दछ। प्रशंसा चाहिँ यस्तो चिज हो कि हामीले गरेको प्रशंसामा चाहिँ परमेश्वरले महान रूपले चाहिँ काम गर्नुहुन्छ। हालेलुया। जसरी आज दाउदको जीवनमा नि परमेश्वरले काम गर्नुभयो नि। दाउद त एउटा सानो है गोठालो है हामी चिन्ने गर्छौँ दाउद एउटा भेडा गोठालो थियो भनेर है। दाउदलाई आज परमेश्वरले है आज दाउदको हाइट हेर्नु भएको छैन है। दाउदको दाजुहरू कस्तो हेल्दी थियो होला होइन। उनीहरू पढ लेखा भएको उनीहरू एकदम खतरा राम्रो थियो होला तर त्यो राम्रो है
उहाँको हाइट हेर्नु भएन, उहाँको साइज हेर्नु भएन। दाउदको के हेरेको पाउँछौँ भनेखेरि यहाँनिर दाउदको चाहिँ नि हामीले दाउदको चाहिँ परमेश्वरले हृदयलाई हेर्नु भएको छ। हालेलुया, हृदयलाई हेर्नु भएको छ। अनि त्यसै कारणले दाउदले भन्दछ कि हे मेरो प्राण परम प्रभुको प्रशंसा गर, हे मेरो प्राण परम प्रभुको जय जयकार गर, हे मेरो प्राण परम प्रभुको के गर, स्तुति गर। हालेलुया, हाम्रो हृदयको अन्तरस्करणबाट है हामीले परमेश्वरको आराधना गर्नु पर्दछ। हाम्रो परमेश्वरले गर्नुभएको उपकार हामीले बिर्सिनु हुँदैन है, परमेश्वरको करुणा हामीले कहिले पनि बिर्सिनु हुँदैन। अनि त्यसै कारणले यहाँनिर भजन सङ्ग्रहमा भने अनुसार हे मेरो प्राण परम प्रभुको प्रशंसा गर। हालेलुया, प्रशंसामा छुटकारा छ, प्रशंसामा आनन्द छ, प्रशंसामा शान्ति छ है, प्रशंसामा चङ्गाई छ, प्रशंसामा चाहिँ थुप्रो कुरा हामी त्यहाँ भएको हामी देख्न पाउँछौँ है। अनि त्यसै कारणले दाउद आज गोठालोमै रहेको छैन, दाउदलाई परमेश्वरले राजासम्म बनाउनु भएको छ। आमेन। परमेश्वरले आज त्यो दाउदलाई है परमेश्वरको, दाउद आफै बन्नेको होइन, परमेश्वरको करुणाको कारणले आज दाउद राजा हुन पाएको छ। आमेन। आज हामी पनि है हाम्रो परमेश्वरसँगको कनेक्ट है हामी जहिले पनि है परमेश्वरसँग आराधना है, परमेश्वरको करुणालाई हामी कहिले बिर्सिनु हुँदैन, परमेश्वरको भलाइलाई हामी कहिले बिर्सिनु हुँदैन। जहिले पनि परमेश्वरसँग है कनेक्ट भएर हामी परमेश्वरको आराधना गरि नै राख्नु पर्दछ, आराधना गरिराख्नु पर्दछ। अनि यहाँनिर तपाईँहरूले पाउनुहुन्छ है, प्रेरितमा पाउनुहुन्छ आराधनामा के भएको छ भन्ने कुरा। तपाईँले प्रेरित 16:25 त्यहाँ हेर्नुभयो भने प्रेरित 16:25 हेर्नुभयो भने जब त्यहाँ आराधना हुन्छ नि त्यहाँनिर महान रूपले काम हुँदछ। हालेलुया, यहाँनिर प्रेरित 16:15 भन्दछ, 25 भन्दछ, यहाँनिर भन्दछ आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरको भजन गाइरहेका थिए। हालेलुया, आज हाम्रो परमेश्वरलाई चाहिँ आराधना गर्नुको लागि है, परमेश्वरलाई महिमा चढाउनुको लागि कुनै समय नचाहिँदो रहेछ है, समय तोकेर परमेश्वरले दिनुहुन्न रहेछ है। यो समयमा आराधना गर्नु, यो समयमा गर्नु भन्नुहुन्न है। यहाँनिर हामी पाउँछौँ कि सिलास र पावलले त आधा रातमा परमेश्वरको भजन गाउँदै उहाँको प्रशंसा गरेको पाउँछौँ। आज हामी हेर्छौँ भने सिलास र पावल है उनीहरूलाई जेल खानामा हालेको हामी पाउँछौँ, उनीहरूको खुट्टामा ठिङ्ग्रो लगाएको है। आज उनीहरूलाई यस्तो ठाउँमा राखेको थियो होइन, भित्र कोठा है, कस्तो अँधेरो कोठा थियो होला, लाइट थिएन होला त्यो ठाउँमा होइन, लाइट थिएन होला। उनीहरूलाई हातमा पनि ठिङ्ग्रो, खुट्टामा ठिङ्ग्रो तपाईँहरूले देख्नु भएको छ, घाँटीमा यतै उतै चेनले बाँधेको है। र पनि है अनि यहाँनिर पावल र सिलासले है उनीहरूको होला खुट्टा यता हल्लाउनु सकेको छैन होला, हात यता हल्लाउनु सकेको छैन है। र पनि पावल र सिलासले के गरेको छ, जिउँदो परमेश्वरको आराधना गरेको पाउँदछौँ। हालेलुया, जिउँदो परमेश्वरको आराधना गरेको पाउँछौँ। अनि त्यहाँबाट उनीहरूको जीवनमा महिमाको काम भएको हामी पाउँछौँ। अनि यहाँनिर है उनीहरूले प्रार्थना गरिरहेका थिए, भजन गाइरहेका थिए। अनि यहाँनिर पाउँछौँ अरू कैदीहरू सबै सुनिरहेका थिए। तब एक्कासी एउटा ठुलो भुइँचालो गयो र जेलखानाको जगहरू हल्लिन लाग्यो। तुरुन्तै जम्मै ढोकाहरू खोलिए र सबैका बन्धनहरू के भएको छ, फुक्लेको छ। हालेलुया, हामीले गर्दै गरेको आराधना नि, हामीले गर्दै गरेको प्रशंसाले चाहिँ नि हामीलाई बाँधेर राख्नु सक्ने रहेछ। जस्तै सिलास र पावललाई है जेलखानामा बाँधेर राखेको थियो, उनीहरूले जिउँदो येशूको आराधना गरेको छ, जिउँदो परमेश्वरको आराधना गरेको छ। उनीहरूले आत्मा र सत्यतामा जसै उनीहरूले आराधना गरे नि, आज परमेश्वरले त्यो ठाउँमा महान रूपले काम गरेको छ। अनि आज
एक्कासी भैँचालो आयो भने झन् सबै ढोकाहरू खोलिएको हामी पाउँछौँ अनि सबैको बन्धनहरू के भएको छ खुलिएको छ। आज होला हामीलाई पनि यता हेऱ्यो समस्याको ठिङ्ग्रो होला, अगाडि जुङ समस्या होला, यता हेरौँ समस्या होला, पछाडि हेऱ्यो समस्या हेऱ्यो होला है। आज हामीलाई कहीँ चलबल गर्ने हाम्रो ठाउँ छैन होला, तर हामीले के गर्नु पर्यो? दाउदले जस्तै हे मेरो प्राण परम प्रभुको प्रशंसा गर्नेछु, हे मेरो प्राण परम प्रभुको प्रशंसा गर। जस्तै हामी हाम्रो यीशुको है जस्तै हामीले परमेश्वरको प्रशंसा गर्छौँ नि, त्यसै हाम्रो त्यो समस्याहरू त है समस्याहरू त कहाँ पुग्छ त्योबाट हामीलाई परमेश्वरले टपक्क टिपेर हामीलाई सुक्खा ठाउँमा राख्नुहुन्छ। हालेलुया। हामीलाई त्यो ठिङ्ग्रो जस्तो समस्याले हामीलाई बाँधि राख्दैन है। जसरी पौल र सिलासलाई ठिङ्ग्रोले बाँधि राख्नु सकेन, आज ठिङ्ग्रोहरू उक्लेको छ, आज है ढोकाहरू खोलिएको छ, बन्धनहरू फुक्लेको छ, बन्धनहरू तोडिएको छ। हाम्रो पनि विभिन्नको ठिङ्ग्रो होला है, हाम्रो घरमा परिवारमा ठिङ्ग्रो है, समस्याको ठिङ्ग्रो होला, तर हामीलाई जुनै सुकै समस्या आए पनि हामीले भन्नु पर्यो हे मेरो प्राण परम प्रभुको प्रशंसा गर। हालेलुया। हाम्रो जता हेऱ्यो ठिङ्ग्रै होला, उता हेऱ्यो हामी कतै चलबल गर्नु नसकौँला, तर हामीले भन्नु सक्नु पर्यो कि हाम्रो परमेश्वरको हामीले आराधना गर्नु पर्दछ। हालेलुया। हाम्रो परमेश्वरले गर्नुभएको करुणालाई हामी कहिले बिर्सिनु हुँदैन। सिलास र पौलको यता र उता जाने ठाउँ थिएन, तर उनीहरूलाई थाहा थियो मैले आत्मा र सत्यतामा गरेको, मैले आत्मा र सत्यतामा पुजेको आराधना गरेको परमेश्वर चाहिँ जिउँदो हुनुहुन्छ भन्ने कुरा आज पौल र सिलासलाई राम्ररी थाहा थियो। हालेलुया। आज उही परमेश्वर आज तपाईँ अनि मसँग छ। हाम्रो जुनै सुकै समस्या किन नहोला, तर पनि हामीले परमेश्वरको आराधना गर्नु, उहाँको भलाइलाई, उहाँको कृपालाई, उहाँको करुणालाई हामी कहिले पनि बिर्सिने छैनौँ। हालेलुया। अनि यहाँ भजन सङ्ग्रह, फेरि भजन सङ्ग्रहमा यहाँ हामी पाउँछौँ हाम्रोलाई परमेश्वरले त्यत्तिकै राख्नुहुन्न रहेछ। अनि यहाँनिर भन्दछ 4 म जसै तेरा जीवन मृत्यु लोकबाट मुक्त गराउनुहुन्छ, तँलाई करुणा र कृपाको मुकुट लगाइदिनुहुन्छ। हालेलुया। जसरी हामीलाई परमेश्वरले है आज मृत्यु लोकबाट नरकबाट हामीलाई बचाउनु भयो होइन, नरकबाट छुटाउनु भएको छ। अनि त्यति मात्रै कहाँ हो र, उहाँले हामीलाई मुक्तिको टोप है, मुक्तिको है यहाँनिर हामीलाई मृत्यु लोकबाट हामीलाई परमेश्वरले बचाउनु भएको छ। अनि यहाँनिर पाउँछौँ करुणा र कृपाको मुकुट लगाइदिनुहुन्छ। हालेलुया। मुकुट लगाइदिनुहुन्छ हाम्रो परमेश्वरले। हामीले आज आत्मा र सत्यतामा हामीले आराधना गर्दै गर्दा नि हामीले गरेको आराधना कहिले पनि खेरो नजाने रहेछ। हामीले गर्दै गरेको महिमा, हामीले उहाँलाई गर्दै गरेको प्रशंसा कहिले पनि खेरो जाने रहेन रहेछ। अनि यहाँ मजाले भनेको छ करुणा र अनि कृपाको मुकुट लगाइदिनुहुन्छ। हालेलुया। हाम्रो परमेश्वर अन्तर्यामी परमेश्वर हुनुहुन्छ। उहाँको करुणालाई हामी कहिले पनि बिर्सिनुहुन्न। हामी भनिरहनु पर्यो बारम्बार हे मेरो प्राण परम प्रभुको प्रशंसा गर, हे मेरो अन्तस्करण उहाँको नामको प्रशंसा गर। किनभने हाम्रो परमेश्वर चाहिँ जिउँदो अनि दयालु परमेश्वर हुनुहुन्छ। हालेलुया। हाम्रो परमेश्वर चाहिँ जिउँदो परमेश्वर हुनुहुन्छ। अनि त्यो जस्तै है जसरी आज फरिसीहरूको हृदय नि उनीहरूले मुखले मात्रै आदर गर्थेछ, उनीहरूको हृदय टाढा थिएछ, तर आजदेखि हाम्रो है हाम्रो त्यो समयमा त्यस्तो थिएछ। तर तपाईँ नि हामी धन्यका व्यक्तिहरू हौ, किनभने हामीसँग परमेश्वर सदा सर्वदा एक समान रहनुहुन्छ। हालेलुया। हाम्रो परमेश्वर चाहिँ यस्तो परमेश्वर हुनुहुन्छ, हिजो हुनुहुन्थ्यो, आज हुनुहुन्छ, अब हुनलाई आउनु हुने पनि हाम्रो परमेश्वर हुनुहुन्छ। उहाँ चाहिँ जहिले पनि एक समानको हुनुहुन्छ। उहाँ चाहिँ कहिले चेन्ज हुनुहुन्न है। संसारको लहलाई हेर्नु भने, संसारको कुरालाई हेर्नु भयो भने त्यो वर्षौँ नै चेन्ज भएर जाँदछ, त्यो बदलेर जाँदछ। तर हाम्रो परमेश्वर, हामीले आराधना गरेको परमेश्वर, हाम्रो करुणाको परमेश्वर चाहिँ नि कहिले बदलिनुहुन्न। उहाँ चाहिँ जहिले पनि एक है एक समानको परमेश्वर हुनुहुन्छ। अनि त्यसै कारणले दाउदले भन्दछ हे मेरो प्राण परम प्रभुको प्रशंसा गर, हे मेरो प्राण परम प्रभुको प्रशंसा गर। उहाँको उपकारलाई नबिर्सी है, उहाँको करुणालाई नबिर्सी है। हामी चाहिँ उहाँले गर्नुभएको, हाम्रो जीवनमा गर्नुभएको
भएको कामको पनि हामीले के गर्नुपर्ने रहेछ प्रशंसा गर्नुपर्ने रहेछ हालेलुया आज हामीलाई गरिबीबाट छुटकारा पापबाट स्वतन्त्र हैन हामीलाई रोगबाट निको पार्नु भएको छ आज हामीले चाहिँ हाम्रो परमेश्वरलाई चाहिँ जिउँदो आराधना चढाउनु पर्दछ हालेलुया हाम्रो परमेश्वरलाई चाहिँ हाम्रो आत्मा र सत्यताले हामीले आराधना गर्नु पर्दछ हामीलाई आराधना चाहिँ हामीले केहीले पनि रोक्नु हुँदैन रहेछ जसरी सिलास र पौल जेल खानामा हुँदा पनि उनीहरूलाई केहीले रोक्नु सकेन जिउँदो येशूको आराधना गरेको छ आज हामीलाई पनि होला संसारको विभिन्न कुरोले रोक्नु सक्ला तर हामी त्यो कुरामा रोकिनु हुँदैन किनभने हाम्रो परमेश्वर चाहिँ जिउँदो हुनुहुन्छ हालेलुया त्यो कुराबाट हामीलाई छुटाउनुहुन्छ त्यो कुराहरूबाट हामीलाई निकाल्नुहुन्छ त्यो बन्धनहरूबाट हामीलाई छुटाउनुहुन्छ किनभने प्रशंसामा चाहिँ शक्ति र सामर्थ छ आमेन हालेलुया परमेश्वरलाई धन्यवाद भएको छ अनि यो वचनको समय म यतिमै राख्न चाहन्छु फेरि पनि सबैलाई जय मसीह